ठिकै छ। अनि तिमीलाई के चाहियो रे? यहाँ बसेर कुरा बोल। मलाई त्यही मोबाइल बनाउनु छ त्यति हो भाइ। मतलब मेरोसँग हैन, रुममा गएर बस्छु। फेरि 800 पर्छ भने हो के रे? खै हैन, उतै गएर सोध्छु नि म। उतै गएर सोध्छु के हो। त्यति धेरै त चाहिँदैन। 2000 ल्याइदिनु त मम्मी। माथिमा गरेर हात यसरी बस्छ। हात यसरी थाप्ने कसरी थापे? आहा 2000 रुपियाँ राख्यो नि पुग्छ होला त्यति। ह्यापी बर्थडे छोरो। अलि पछाडि गएर अझै राम्रोसँग फेस देखेन। यसरी देखाउन यसरी देखाएको। अनबक्स गरेको राम्रोसँग भिडियो अझै भिडियोमा देखाउ न। भिडियोमा यहाँ प्लास्टिकले त्यसलाई देखाएको छैन। भएन कि अनबक्स गरेको राम्रोसँग देखाउ न भिडियो। केले निकाल्नु? उति कैची लिएर न। यो नसरेर म चाहिँ पछि सरे छु यहाँ। पछि सरे परे पुग्न लागि। अलि पछाडि सर न छोरो, केही देखेन राम्रोसँग। रुलिया कि हाँस्या कि फर्को जस्तो भइरहेको के। यता चाहिँ फर्कन, किन उता फर्केको? यो हाल्नु नसक्ने भएपछि के हो? मेरो साथ त गइसक्यो यार। हात पुरै कामिरा होला नि। ओहो, म कामिरा छु। यो चाहिँ कभर हो। हाल्नु सक्नु के हो? कस्तो राम्रो के। पक्रिला, म फोन हाल्छु। अनि फोन हाल्छु, खबर हाल्छु। साँच्चै काम्या त ये कामिरा आइदियो यहाँ। मोबाइलसँग हेर नि यहाँ। मोबाइल यसरी देखाउ न। मेरो लागि हो यो? मेरो हो यो? अब काम अलिक छोटो यार। चिन्न। काम नगर्नु चाहिँ किन के गर्ने हो? नेक्स्ट त्यही पहिला देखाउ। त्यही पढ न के गर्ने भनेर लेखेको छ। चुज द ल्याङ्ग्वेज रे। इङ्ग्लिसै हो। त्यहाँ के अप्सन आउँछ, के त्यहाँनिर तिमीलाई उ गर्नु भन्छ, पढेर सेटिङ मिलाऊ। मलाई मोबाइल त चलाउन आउँदैन यस्तो। अब ठिक छ, अब चलाउन आउँछ। राम्रोसँग सदुपयोग गर्ने नि। फेरि नत्र फेरि दिदीलाई बोलाएर मोबाइल लिएर पठाउँछु। कुन मोबाइल हो यो? बक्समा के छ? बक्समा कुन फोन छ? रेडमी नोट 15। कति पर्यो यो? राम्रोसँग सम्हाल्नु पर्ने। सस्तो मस्तो फोन भन्न थाल्नु होला। 40,000 को हो नि छोरो। फेरि 40,000 को फोन हो। 4 जनाले लिदेको 10,000 हो परेको। सो एकदमै यस्तो सम्हालेर राख्नुपर्छ तिमीले फोन चाहिँ। प्याटर्न राख्नु पर्दैन यति हतारेर। अनि यहाँ देखाएको छ। अनि गर भन्छ। अनि
प्यारेन्ट्स डे आउँदैछ म यो मोबाइल लग्छु प्यारेन्ट्स डेमा मेरो लग्छ जहाँ पाए उही जाने बेला मोबाइल म होइन तपाईँले खिचिदिनु पर्दैन मेरो आमालाई पनि सँगै लिएर जाऊ छोरी त्यति महँगो मोबाइल त मैले पनि अहिलेसम्म चलाएको छैन नि पासवर्ड के हो वाइफाईको कसैलाई भन्दिनँ म सबै एकै ठाउँ जोडेर ढलेरै मर्छस् है अब म तपाईँको मोबाइल नै छुट्दिनँ हेर्नु भुइँमा खुट्टा छ इयरपड आएछ नि तर हजुर इयरपड आएछ नि हेर त इयरपड बेस्ट हो भाइ कसम यो वर्षभरिको मेरो बेस्ट गिफ्ट हो इयरपड आएछ छैन हालिदिन बिर्सेछ क्या हो फेरि इयरबड नि थियो कहाँ गरौँ मरौँ सामान किनेर पठाउँछु कहाँ गएर मरौँ भन्छ फुल चार्ज हुने अहिले मात्रै चलाउने त्यो मोबाइलमा छोरी 100% चार्ज गरेपछि मात्र फोन चलाउनु मिल्छ नि नत्र चलाउनु हुँदैन नि त्यो चाँडै बिग्रिन्छ अर्को मोबाइल पहिला फोन 100% चार्ज गर अनि मात्र युज गर सोध्नु त पर्यो नजाने कुरा सिक्नु पर्यो जीमेलको के अरे गुगल आइडी साइडी के माग्दै बस्छ के भनिदिन्छु म गुगल आइडी म पठाइदिन्छु तिम्रो आइडी पठाइदिन्छु जिज्ञासा श्रेष्ठ @ कति को थियो होस् म स्किप हान्ने मैले के हो भाइ यो लोकेसन यो जतनले राख्नुपर्छ यो मेरो अलिक मेरो भन्नु अलिक छोड्छ कि मलाई नगर कस्तो भइरहेछ यहाँ थ्याङ्क यू सो मच अरू केही भन्नु छैन आई लभ यु के भन्नु मैले मेरो खुट्टा भुइँमै छैन के भन्नु तपाईँ मेरो हात पुरै कामिरहेछ म थ्याङ्क यू सो मच हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो मेरो छोरीलाई फर्स्ट टाइम मैले चाहिँ फोन दिएको हो सो तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो प्रतिक्रिया दिन नबिर्सिनु होला तपाईँहरू पनि कमेन्ट गर्नु होला तपाईँहरूले आफ्नो बच्चालाई कति वर्षको उमेरमा मोबाइल दिनुभएको थियो मैले चाहिँ छोरीलाई 14 वर्षको उमेरमा चाहिँ मोबाइल दिएको छु सो 9 मा पढ्दैछ अहिले हजुरहरूले चाहिँ कति वर्षको उमेरमा बच्चाहरूलाई मोबाइल दिनुभयो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला हस् थ्याङ्क यू सो मच बाई बाई लभ यु अल